नमस्कार साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो म्याथ म्याजिक च्यानलमा। आज म कक्षा 8 को गणितको पाठ 8 मा रहेको क्षेत्रफल र आयतन पाठको सम्पूर्ण अभ्यासको उत्तरीय भिडियोमा लिएर आइसकेको छु। तपाईहरु अन्तिमसम्म हेरेर साथ दिनु होला। यहाँ एक नम्बरमा चाहिँ दिएको त्रिभुजको परिमिति पत्ता लगाउनुहोस्। परिमिति भनेको तीनवटै भुजाको योगफल हो, जोड। यसको सबै म आन्सर यहाँ देखि लेखेको छु, क ख ग घ अङ्ग च सबैको। अनि अब 2 नम्बरको क्वेशनतर्फ म लाग्दैछु। 2 नम्बरको क्वेशनमा चाहिँ दिएको त्रिभुजको क्षेत्रफल पत्ता लगाउनुहोस्। अब सबैको सोलुसन म यहाँदेखि लेखेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यहाँदेखि क ख ग घ सबैको सोलुसन, अनि अङ्ग च छ ज झ यहाँ ट ठ। 3 नम्बर भने चाहिँ दिएको चतुर्भुजको क्षेत्रफल पत्ता लगाउनुहोस्। अब लगाइसकेको छु, यहाँ तपाईँहरू हेर्न सक्नुहुन्छ। त्यसपछि अब यहाँ रहेको छ 4 नम्बर। अब 4 नम्बरमा म जाँदैछु। 4 नम्बरतर्फ म लाग्दैछु। यहाँ हेर्नु 4 नम्बर क्वेसन के भन्दैछ। यहाँदेखि 4 नम्बरमा भन्दैछ, यहाँ दिएको ज्यामितीय आकृतिको क्षेत्रफल पत्ता लगाउनुहोस्। अब लगाइसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। यहाँदेखि सोलुसन छ, यहाँदेखि सोलुसन हेर्नु, क ख ग घ अङ्ग च छ छ ज सबै छ यहाँ जसम्मकै। अब 5 नम्बरमा भन्दैछ, यहाँ दिएको चित्रमा छाया पारिएको भागको क्षेत्रफल निकाल्नुहोस्। अब निकालिसकेको छु, यहाँदेखि सोलुसन छ, यहाँ हेर्न सक्नुहुन्छ सोलुसन। यहाँदेखि यो सबै सोलुसन छ, क ख ग घ अङ्ग छ छ ज। त्यसपछि यहाँ झ, यहाँ ट ठ सबैको सोलुसन। अनि अब 6 नम्बर दिएका चित्रमा x को मान निकाल्नुहोस्। अब यहाँ निकालिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। तपाईँहरू आफै भिडियोलाई रोकेर सबै सोलुसन हेर्नु होला। अब यहाँ म अर्को क्वेसनतर्फ लाग्दैछु। अर्को क्वेसन 7 नम्बरको रहेको छ। यहाँ 7 नम्बरको सोलुसन हेर्नु। त्यसपछि अब अर्को क्वेसन यहाँ रहेको छ, 7 को क ख भयो। अब 8 को क छ, अनि 8 को क, अनि यहाँ 8 को ख। अनि अब 9 नम्बर क्वेसन 9 को क अनि 9 को ख को सोलुसन यहाँ रहेको छ, अनि ग को यो घ को भयो। त्यसपछि अब म 10 नम्बर क्वेसनतर्फ लाग्दैछु। यहाँ 10 नम्बरको यो क्वेसनको आन्सर यहाँ रहेको छ। यो 10 नम्बर क्वेसन भयो, अनि यहाँदेखि आन्सर छ सोलुसन, सबै त्यसकै आन्सर हो। अब म अर्को अभ्यासतर्फ लाग्दैछु। त्यसको 8.2 अभ्यासको 1 नम्बर भन्दैछ, तल्लोको नाप भएको वृत्तको क्षेत्रफल पत्ता लगाउनुहोस्। अब यहाँ पाइको मान दिएको छ 3.14। पाइको मान दिएर भन्दैछ निकाल्नको लागि। यहाँ अभ्यास r दिएको छ, अनि वृत्तको क्षेत्रफल हुन्छ के पाई स्क्वायर। त्यसैले पाइको मान 3.14 राख्यो, अनि r भनेको 3 दिएको छ, त्यसैले r स्क्वायर भनेको 3 को स्क्वायर गरेर मल्टिप्लाई गरियो, अनि जे आन्सर आयो त्यो नै भयो आन्सर। अब म अर्को 2 नम्बरतर्फ लाग्दैछु। अब 2 नम्बर भन्दैछ, निम्नलिखित परिधि भएको वृत्तको क्षेत्रफल पत्ता लगाउनुहोस्। यहाँ पनि पाइको मान तोकेको छ 3.14। तोकेको नभयो भने यहाँ 22.7 लेख्न मिल्थ्यो, यहाँ तोकेको छ। त्यसैले अब जे दिएको छ त्यो नै लेख्नु पर्यो। 3 भन्छ, निम्नलिखित परिधि भएको वृत्तको क्षेत्रफल पत्ता लगाऊ। यहाँ पनि पाइको मान 3.14 दिएको छ। यहाँ सोलुसन सबै गरिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ। अब म अर्को क्वेसनतर्फ लाग्दैछु। अब यहाँ रहेको छ अर्को क्वेसन। अब अर्को क्वेसन यहाँ हेर्नु के रहेको छ। अर्को क्वेसन छ, निम्नलिखित क्षेत्रफल भएको वृत्तको अग्रव्यास पत्ता लगाउनुहोस्। यहाँ हेर्नु त्यही पाइको मान यहाँ तोकेको छ 22/7 तोकेको छ। यहाँ 3 नम्बरको सबै सोलुसन भयो यहाँदेखि। त्यसपछि अब म 4 नम्बरतर्फ 4 नम्बर तल्लाका चित्रहरूको छाया पारिएको भागको क्षेत्रफल निकाल्नुहोस्। अब निकालिसकेको छु, यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू आफै, नत्र भिडियो धेरै लामो हुन्छ। म क्वेसन पढ्यो भने उत्तर बुझाउन गयो भने। त्यसपछि अब म अर्को क्वेसनतर्फ लाग्दैछु। अब अर्को क्वेसन यहाँ 5 नम्बर प्रश्न नबुझिएको। यहाँ हेर्नु 5 को क ख अनि ग, अनि 6 नम्बरको। त्यसपछि 7 नम्बरको यहाँ छ। अब म अर्को क्वेसनतर्फ लाग्दैछु। 7 को क ख भयो। अब 8 को क हेर्नु, यो 8 को क को सोलुसन भयो, अनि 8 को ख, अनि 9 नम्बर छ। 9 नम्बर पनि हेर्नु पाइको मान तोकेको छ 22/7। अब 9 को क ख ग, यहाँ हेर्नु सोलुसन। 10 नम्बर छ। यो 10 नम्बरको क्वेसन
अन्तिम रहेको छ। यहाँसम्म मात्रै थियो होला साथीहरू आजको भिडियो यतिकै राखेको। भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने साथीहरूलाई सेयर गर्नु र च्यानललाई सब्स्क्राइब गरेर एउटा सानो कमेन्ट गर्न नबिर्सनु होला। धन्यवाद।